हेलो गाइस, आज भन्दा हिजोदेखिको बाउले जैतुन टिपिरहेको अवस्था भन्न चाहन्छु है। जैतुन भनेको यस्तो हुन्छ, हेर्नुहोस् है। अनि रुख भनेको यस्तो छ, बाउ यहाँ छ र म चाहिँ यहाँ छु। म चाहिँ यसो बाउलाई जैतुन टिप्न सघाएको। अनि त्यस पछाडि रुख यही हो। अब यसरी टिप्नुपर्छ। माथि छ अनि यस्तो छ हेर्नु, ठ्याक्कै हात जस्तो छैन, औँला जस्तो। हेर्नु है, औँला जस्तो छ। औँला जस्तोले यसरी माथि गर्नुपर्छ। हिजो त रुखमा माथि चढेर टिपेको गाइस। यसरी भन्न चाहन्छु। यो चाहिँ अलिक तल छ, भेटेसम्म भएकोले। यो मास्क चाहिँ यसको धुलोहरू छ क्या। अनि जस्तै हावाहरूले आएर धुलोहरू भएको छ। त्यो कारणले गर्दा मैले मास्क लगाएको है भन्न चाहन्छु। र यसरी निकाल्नुपर्छ गाइस। देशी जिन्दगी यस्तै हो, के गर्नु। कहिले ओली टिप्नुपर्छ, कहिले के गर्नुपर्छ, कहिले के गर्नुपर्छ। गाह्रो छ नि, त्यो गाह्रो छ होइन। हेर्नुहोस् त, फल्न चाहिँ मजाले फलेको छ है। नफलेको होइन त। यसपालि चाहिँ अलिक छिटो टिपे जस्तो लाग्यो। हेर्नुहोस् है भाइ, यस्तो चाहिँ अलि जैतुन हो क्या, जैतुन। देख्नुभयो यता गर्दा कस्तो देखिन्छ। जैतुनको रुख, जैतुनको मैले त हजुर यस्तो छ गाइस, देख्नुभयो। अनि कसले देख्नु भएको छैन। यस्तो राम्रो फलेको छ यसपालि। ठुलो दाना पनि हेर्नुहोस् त, ठुलो दाना। सोइला हो हुर्रा डङ्कु चाहिँ दाने हो, आराखवा सिम्बाई दाने। सोइ ढोले सोइ, अर्को ढोले खोइ भनेर कसरी भन्नु। यत्तिको भइसकेपछि चाहिँ मजाले आउँथ्यो यस्तो रातो। यसपालि चाहिँ साउले कति छिटो अलिक ढिलो जस्तो लागेको थियो। अझै 15 दिन, तर 15 दिन अगाडि पछाडि टिपेको भए भुइँतिर त पाकेकोहरू झर्थ्यो। तर यसपालि चाहिँ रातो खासै धेरै बनाउनु दिएन। सोधेको मैले छोरीलाई, यसपालि त अलिक छिटो जैतुन टिप्नु भयो त बाउले भनेको। अब जैतुनको मेसिन फुल अरे होइन, खोलिसक्यो अरे। त्यो भएको कारणले गर्दाखेरि अनि टिपे ठिक्कै हुन्छ भन्ने कुराहरू गरिरहेको थियो क्या। मेरो बाउलाई पनि देखाउँछु है। टिप्ने जैतुन भनेको यो घरमा मरा बहुत हो नि। आज कहाँ लान्छ पनि। पप्पू यसै गाला। मेरो बाउ हो यो। यत्रो 90 वर्ष पो हुन्छ त अब यो अक्टोबरमा त। काम गर्छ स्या गरेर। हेर्नु त, आलसी काम हुन्छ। यो जम्मा गर्दैछौँ है गाइस।
यो रुखमा अझै छ, त्यो गरेको छैन होइन। त्यो भएर हो है गाइस, जैतुन यस्तो छ। म उता टिप्छु, यता बटुल्दैछ बाउले। यसरी हो। अझै यताउता दाना दुनी पनि छरिएको छ है। म तपाईँहरूलाई देखाउँछु नि। यस्तै छ हौ गाइस परदेशको ठाउँमा। यसपालि त यो नुहेर भारी भएर क्या, भारी भएर नुहेर होइन। अनि कति धेरै भएको थियो। अनि मैले चाहिँ टेका लगाइदिएको थिएँ क्या, टेका लगाइदिएको थिएँ। अनि बाउले झारेछ। अब त तल गर्नुपर्छ नि त, बिचरा बुढो मान्छे। त्यो बुढो मान्छे भएर मात्रै हो मैले पनि लगाएको। त मेरो यहाँ अरू नै काम छ नि घरमा, भएको छ नि। यस्तो छ। यसपालि रुखमा त्यति साह्रो फलेको त छैन भन्दा पनि पातुलो फलेको छ, तर एकदम राम्रो पटिलो फलेको छ यसपालिको जैतुन होइन। त्यो हेर्नु अब कति आउँदो रहेछ भनेर अनुरोध गर्न चाहन्छु, भनेर भन्छु है त। तपाईँलाई यति मनपर्छ भने मेरो लाइक सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। जैतुन टिपेको बिचरा हामी परदेशमा है, कति हेर्नु त यस्तो अन्त गाइस गाह्रो छ हौ, गाह्रो छ हजुर, गाह्रो छ। घाम पनि छोपिरहेछ, अब पानी पनि अब दिनदिनै आउने प्लान भन्नु पर्यो नि। यहाँको त उल्टो समय छ है गाइस, यहाँको एकदम उल्टो हो। के अरे गर्मी मौसममा पानी चाहिने पर्ने हो, जाडोमा ओइरिन्छ होइन, यस्तो छ। तर यो जैतुनको खेती चाहिँ गर्न चाहिँ सकिँदैन होला। 2-4 चाहिँ घरमा लगेर अवश्य नेपालतिर उमार्ने चाहिँ सोख छ। तर कसरी हो लानु दिन्छ कि दिनु, दाना त लानु पाइन्छ। एउटा बोट लगेर रोप्नु पायो भने त फैलिहाल्छ नि होइन र गाइस। तर यसको मेसिन चाहिँ कस्तो हुन्छ हो थाहा भएन होइन, थाहा भएन। तोरीहरू पेल्ने, सूर्यमुखीहरू पेल्ने एउटै हो कि मेसिन जस्तो लाग्छ है। अब त्यस्तो हो भने त नेपालमा छँदैछ नि त होइन जैतुन। तर यसको चाहिँ कस्तो हुन्छ पनि यहाँ चाहिँ भनेर सुनेको थिएँ मैले, अहिलेसम्म देखेको छैन। पत्तैसँग लगेर डाँठैसँग लगेर ठुलो डाँठहरू चाहिँ उ गर्ने होइन, अनि पत्ताहरू सँगै लगेर यसरी क्या, मतलब जुन यो झाँक्रीहरू छ नि देख्नुभयो हजुरले, पत्ताहरूसँगै धुलो बाख्रे भयो। धन्न मास्क लगाएको छुरा मात्रै यस्तो छ नि, यस्तै लान्छ क्या। मै मेसिनले केलाउँछ अरे धुन्छ अरे भनेर भन्छ बाउले। अनि त्यही भएर मैले त्यही